हेलो गुड मर्निङ अनि नमस्ते सम्पूर्ण साथीहरुमा। यो भिडियो चाहिँ खास बनाउनु कारण चाहिँ हैन, अहिले फेक आइडी बनाएर एकदमै साथीहरुलाई रिक्वेस्ट पठाउने पैसा माग्ने काम चलिरहेको छ। यो खास नबनाए पनि हुन्थ्यो, तर यो चाहिँ एउटा साथीभाइहरुलाई एउटा सूचना भनौं न, एउटा कसैलाई यो परि नआओस् भनेर चाहिँ यो भिडियो बनाएको हैन। तपाईहरु यो हेर्नुस्, यो भाइको आइडी चाहिँ यो हो हैन, ब्रिजेश चौधरी ले चाहिँ इंग्लिशमा लेखेको छ। त्यसपछि यो आइडी हेर्नुस्, यो आइडी चाहिँ नेपालीमा लेखेर उसकै फोटो राखेको छ, ब्रिजेश चौधरी भनेर। ल यहाँ हेर्नुस् त, मेसेज के लेखेर आएको छ, मेसेज हेर्नु त। हो, यसरी नै अहिले धेरै जनालाई फेक आइडी बनाएर यसरी पैसा माग्ने चलिआएको छ। यो कुरामा चाहिँ किनभने सबैजना सचेत रहौं र सबै सामु यो खबर पुगोस् भनेर चाहिँ यो भिडियो मैले बनाएको हैन। अहिले धेरै तपाईको पनि अर्को आइडी खोलेर यस्तो बनाउन सक्छ मान्छेले। त्यो बनायो भने कोही पनि साथीभाइले होला फ्रेन्ड रिक्वेस्ट आउला एक्सेप्ट गर्नु होला, तर त्यो विषयमा चाहिँ पैसा माग्यो भने दिने काम नगर्नु होला है त।